गाइज वेलकम टु माई ब्लग। म चाहिँ कति दिन भयो ब्लग नबनाएको। मेरो मम्मी आउँदाखेरि म माथि दिएको भएँ, त्यही भएर मैले बनाउन पाइनँ। म चाहिँ आज यहाँ बसिरहेको छु अनि आयुष पनि आयो आज खेल्न होइन मसँग। अनि त्यहाँदेखि भिडियो बनाऊँ भनेर हरर च्यालेन्ज बनाउन आँटेको। हामी चाहिँ लाबुबुढालको हरर च्यालेन्ज गर्न आँटेको। फोन चाहिँ कहाँ राख्नु आयुष? बोल न केही शब्द। कहाँ? त्यहाँ लड्दैन, यसमा राख्नुपर्छ अनि स्पेयर हुन्छ। अनि गाइजहरू क्यान्डल पनि चाहिन्छ नि, क्यान्डल घरभित्र छ। ओइ नगर गाइजहरू, तपाईँहरू यो लाबुबुढालाई ध्यानले देख्नु। यो आहा कस्तो छ यसको। लाबुबुढाल चाहिँ मैले अस्ति किनेको, एउटा किने म पास भयो। अब मम्मीलाई भनेको छैन। मेरो मम्मी चाहिँ स्यामपुर जानुभएको छ, उता स्यामपुर कहाँ पो थियो उता जानुभएको छ अनि त्यहाँबाट ल्याइदिनुहुन्छ मलाई। म मम्मीलाई भन्छु, मम्मी मलाई सन्चरेबाट लाबुबु ल्याइदिनु है भनेर भन्छु। अनि त्यसको हन्टेड हेर्नुपर्छ त्यहाँभित्र के छ भनेर। त्यसको यहाँभित्र चाहिँ क्यामेरा हुन्छ कि हुँदैन हामीलाई थाहा छैन। यहाँ भिडियो राख्नु पर्यो भनेर मैले आज च्यालेन्ज गरेको। अब क्यान्डल लिन जाउँ। एकछिनै बस्दै क्यान्डल लिनेको। यो चाहिँ एउटा लाबुबुढालको हजुर हुन्छ। अनि यो लाबुबुढाल भनेको चाहिँ फेरि त्यही हन्टेड हुन्छ भनेर तपाईँलाई थाहा छ, म के होइन भन्नुहोस् त गाइज। यो लाबुबुढाल हन्टेड हुन्छ किनभने यो भित्र छ नि, यो भित्र कसैको लाबुबुढाल प्याकेट गर्दाखेरि यस्तो परेको हुन्छ, त्यही भएर आफै घाँटी घुम्छ। त्यही भएर यो लाबुबुढाल मसँग पनि छ, तर यसको ब्लग बनाएको छैन भनेर मैले भनेको छु गाइज। यो लाबुबुढाल चाहिँ यो नेपालमा चाहिँ त्यति जस्तो साह्रो हन्टेड छैन। यो कहाँ बनिएको भनेर मलाई ब्लग बनाउँदाखेरि एउटा सरिता मगरले भन्नुभएको थियो र हजुरले लाबुबुढाल कहाँबाट किनेको भनेर। मैले चाहिँ लाबुबुढाल इन्डियाबाट किनेको। म चाहिँ नेपालमा छु, मेरो मम्मीले ल्याइदिनु भएको होइन। नेपालमा चाहिँ 800 यस्तो महँगो छ लाबुबुढाल गाइज। अनि चाहिँ इन्डियामा धेरै सस्तो, कति भन्थ्यौँ 500 रुपिज। कमेन्टमा गर्नुहोस् होला हामीलाई लिएर बाल न गाइजहरू। हामीलाई चाहिँ यो लिएको छौँ। अब लाइटर ल्याउँछौँ, बल्छौँमा यो लाबुबुढाल राख्छौँ। यसको चाहिँ पार्ट 2 पनि आउँछ, पार्ट 2 पनि पर्खिँदै गर्नुहोस्। यसलाई हामीले जलाउन पनि जान सक्छौँ हन्टेड हुन्छ भनेर। मेरो मम्मीले अर्को लाबुबुढाल पनि किनिदिनुहुन्छ हन्टेड छ भने यसमा त। पाएछ मोमबत्ती अहिले छोडिदिने अहिले होइन। यसलाई पार्ट 2 बनाएर पार्ट 1 हो यो चाहिँ गाइजहरू। तिमी यहाँ बोल्दै गर, म गाइजहरू अब यो हामीलाई के हुने मलाई थाहा छैन। यहाँ आउनुहोस्, मैले भन्दै थिएँ नि यहाँ के लेखेको हुन्छ भने यस्तो टेपमा, मेरो पनि यस्तो टेपमा द मस्टर्ड्स। हजुरले पनि हेर्नु भएको छ भने मेरो भिडियो यसरी हेर्नु भएको छ भने लाइक गरिदिनु, सब्सक्राइब गरिदिनु, कमेन्ट गरिदिनु, सेयर गरिदिनुहोस्, अल गरिदिनुहोस्। हाम्रो चाहिँ यो उर्मिला राज, उसको नाम चाहिँ इभा। नबिगार नि फेरि। अब यहाँ राख, यो क्यान्डल जलाउन किन्छु एकछिन है। गाइजहरू, हामीले चाहिँ लाबुबुढाल
स्टार्ट गर्न आँटेको छु हातमा राखेर 3 2 1 गो भयो छोड्दिउ यो लाबुबु हम ब्याक टु माई भएन लाबुबु हन्टेड डल लाबुबु हम ब्याक टु होइन भएकै छैन यहाँ जाऊ लाबु त लाबुबु हम ब्याक टु माई लाबुबु हम ब्याक टु माई लाबुबु हम ब्याक टु माई लास्ट अब लास्ट एकचोटि यो बढ्दै जाँदैछ गाइस लाबुबु हम ब्याक टु माई भएन निभाउने होइन आफै निभ्नुपर्छ अब अर्को च्यालेन्ज पनि गर्नु छ नि त 3 यो चाहिँ भएन यो सेकेन्ड भएन यो राम्रो भएन छोड न यो चाहिँ लाबुबु डल हन्टेड होइन अब सेकेन्ड रन यो होइन अब अर्कै हो अब जाउँ हामी यो यहाँ राखेर राइटर अब यो लाबुबु डललाई लगेर जानुपर्छ यो बोक गाइस हामी चाहिँ लाबुबु डल म गर्छौँ गाइस हामी लाबुबु डल लग्दैछौँ अनि यो लाबुबु डल हामी एक ठाउँमा लान्छौँ गाइसहरू यो लाबुबु डल यस्तो परेको पो हुन्छ अरे आफै घाँटी घुम्छ अरे यस्तो गरेर यहाँ आएर यसरी आफै घाँटी घुम्छ अरे अब अर्को पनि हामी त्यस्तै गर्छौँ लाबुबु डल हन्टेड टु माई बाबाई पनि के गाइसहरू लाबुबु डल गरेको जस्तो छ लाबुबु आफ्नो हातमा राखेर अब चाहिँ बस यो जलाउ त 3 2 1 गो स्टार्ट लाबुबु अलिक लाबुबु हम ब्याक टु माई लाबुबु डल हम ब्याक टु माई लाबुबु डल लाबुबु in your house लाबु यसरी भन्छ लाबुबु डल सेकेन्ड रन पो हो त यो त लाबुबु हम ब्याक टु माई अब लास्ट एकचोटि यो बुझो भने लाबुबु हुन्छ लाबुबु तिमी नगर है मैले कहाँ गरेँ लाबुबु हम ब्याक टु माई भएन यो फुका यो सब सेक यो भएन गाइस यो पनि भएन अब थर्डमा चाहिँ यसलाई हामी गर्छौँ मैले फेरि एउटा गरेको छु नि त यहाँ राख न त्यसलाई चाहिँ के गरेको त्यो आफ्नै माथि राखेको त्यस्तो गर न गाइस